हामी बुढाबुढीको सल्लाह चाहिँ अब बुढा माछा खाने भन्ने भयो। अनि हामीले बुढा माछा चाहिँ निकालेर बाटोमा राख्यौँ उतापट्टि सफा गर्नलाई। मेरो बुढाले फटाफट निकालेर बुढा माछा राख्नुभयो। अनि त्यसपछि अब बुढा माछा सबै खाने कि के गर्ने, अब आधा केजी छ नि त, बुढाबुढी मात्रै धेरै हुन्छ भनेर भन्दै थिएँ। अनि मेरो बुढाले चाहिँ यो माछा पनि बाटामा राखिदिनुपर्छ, सानो बाटा के भन्छ त्यो स्टिलको बाटामा राखिदिनुपर्छ भनेर बुढाले बाटामा राख्न थाल्नुभयो। अनि त्यसपछिबाट त्यो माछा चाहिँ भोलिको लागि हो फ्रिजमा राखिदिएको। गाइस फ्रिजमा हाम्रो खासै केही त्यस्तो हुँदैन होइन, अब हामी धेरै छैनौँ नि त। अनि त्यस्तै टमाटर यस्तो होइन। अनि लाग्यौँ हामी दुईजना बाथरुमतिर। अनि धारा खोलेँ मैले, अनि फटाफट सफा गरेँ होइन। अनि त्यसपछि गाइस अनि उनीहरूले भनेको थियो कि कोत्ला हुँदैन भनेर सानो बुढा माछाको, तर हुँदो रहेछ। अनि मलाई त कस्तो हुन्छ नि त्यो भाइले कस्तो ठग्नु भएछ भनेर अनि मैले त्यो कोत्ला निकाल्दै अनि टाउको पनि यसरी जहिले पनि चिरेर चाहिँ पकाउनु होला है दिदीबहिनीहरू। अनि हुन त आफ्नो आफ्नो तरिका हुन्छ, तर यो टाउको पनि स्पेसल मिठो हुँदो रहेछ क्या। अनि तितो पनि हुँदो रहेनछ होइन। झुरुम ढुक्कसँग आफूले केलाएर टक्क सफा गरेर त्यो भित्रको जुन लुहो भन्छौँ होइन, हामीले त अब उनीहरूको आछीलाई हामीले माछाको लुहो भन्छौँ क्या। अनि त्यो तितो भाग चाहिँ माथि टाउकोमा पुगिराखेको हुन्छ नि त, अनि तितो हुन्छ, त्यही भएर त्यो टाउको पनि खेर जान्छ नि। त्यो खेर फाल्नुको आवश्यकता छैन क्या, आफूले नै केलाउनुहुन्छ भने चाहिँ टक्क माछाको टाउको च्यातेर अनि त्यसपछि त्यसलाई सफा गरेर अनि त्यसलाई पनि टक्क केलाइ गर्नुभयो भने चाहिँ एकदम टेस्टी हुन्छ। खेर जाने भन्ने त रत्ती पनि जाँदैन। अनि हामीले चाहिँ हाम्रो बारीबाट अनि काँक्रो निकालेर ल्याएर अनि काटेर बुढाबुढीले खायौँ। यो काँक्रो चाहिँ लास्टै मिठो के हुन्छ नि, एउटै बोटको फल पनि कोही कस्तै हुँदो रहेछ क्या। कुनैमा चाहिँ फरक टेस्ट के, कस्तो मिठो मुखैमा लाग्ने कि जिब्रोमा लाग्ने। अनि त्यसपछि त्यही हो, अलिअलि अब माछामा चाहिँ म्यारिनेट गर्नुको लागि चाहिँ बेसन अनि बेसार अनि त्यसपछि स्वादअनुसार नुन मसला अनि कागती सबै हालेर हामीले एकचोटि म्यारिनेट गरिदियौँ होइन। म्यारिनेट गरिसकेपछि अब हाम्रो आयो त कराई। अनि कराईमा तोरीको तेल चाहिँ अलिकति मजाले पाक्न दिनुपर्छ के गाइज, नत्र भने यसको चाहिँ गाज आउँछ के। गाज निस्किँदाखेरि चाहिँ मलाई जति नमजा लाग्छ। अनि त्यसपछि हामीले फटाफट फ्राई गर्न थाल्यौँ। लुक्स एम्मी न, खम जस्तो त लागेको होला हजुरहरूलाई पनि। अनि त्यसपछि म त माछा खान पाउँछु भनेर नाच्दै, त्यसपछि मेरो बुढा हेर्नु न माछा खान पाउँछु भनेर कति खुसीले नाच्दैछ भन्दै। अनि मेरो बुढा चाहिँ दालमोट, उहाँको लागि चाहिँ दालमोट गाइज, यस्तो यो मिक्स दालमोट यति मजा लाग्छ उहाँलाई खानालाई, कुरै नगर्नु के। बच्चा जस्तो साह्रै मन पराउनुहुन्छ। हाम्रो घरमा कहिले खाली हुँदैन नि गाइज, उहाँको लागि भए पनि लिएर आउनुपर्छ। अनि माछा चाहिँ मेरो लागि फेभरेट हो के, म हप्तामा एकचोटि खाम जस्तो भइहाल्छ। कालीमाटी जानुपर्छ है बुढा भन्दै जहिले मैले भनिराखेको हुन्छु होइन। अनि त्यसपछि माछा मेरो फेभरेट अनि दालमोटहरू बुढाको फेभरेट। अनि बुढाले 8-9 त उतैबाट आउँदै बजिसकेको थियो 8 है। अनि त्यसपछि खाना पकाउँदा 12 खानासाना खाइवरी भाँडासाँडा माझ्दा त 12 बज्छ होला है बुढी भन्दै मेरो बुढाले मलाई चाहिँ भन्दै हुनुहुन्थ्यो। अनि बिचमा चाहिँ भोक लागिसक्यो के गर्ने होला भन्दै अनि फटाफट फ्राई गर्दै हेर्नु मेरो किचन अब यस्तै छ, हामी गरिबहरूको बसाइ है। अनि त्यसपछि मैले कागती प्याज खुर्सानी अनि रेडी पारेँ। अनि हाम्रो फाइनली सबै अब फ्राई भइसकेको थियो, माछा रोस्ट भइसकेको थियो। अनि त्यो माछा मैले टक्क सजाएँ भन्नाले के सजाउन, अब 1-2टा पापड पनि पोलिदिउँ न भनेर अनि पापड पनि पोल्यौँ। अनि त्यसपछि पापड चाहिँ अलिक चिल्लो भएछ। अनि मैले भातसँग मोसेर खानुपर्छ भन्यो बुढालाई। अनि सर्र कागती लगाइदिउँ, त्यही त हो नि। फेरि त खान पाएपछि त अनि के गाइस, कसम मैले झुट बोलेको छैन, मैले ढाँटेको छैन, साह्रै टेस्टी भएको थियो माछा है। अब आफ्नै हातले केलाइ पखाल गरेर बनाएपछि त ढुक्कसँग खाइन्छ नि। जस्तै हामीले दरसर हुन्छ, कतै पार्टीसाटीमा जान्छौँ अनि कतै हामी बाहिर रेस्टुरेन्टमा खाना जान्छौँ नि, त्यहाँ त्यो माछाको टेस्ट नै यस्तो भुरा माछाको टेस्टै फरक हुन्छ क्या। अनि टाउको त हामीले खानै सक्दैनौँ, तितो हुन्छ। अनि जुन त्यो बिचको भाग चाहिँ लच्याक्कै हुन्छ, ल्याच्चै दाँत ढुक्ने अनि कस्तो अर्कै हुन्छ। तर हाम्रो चाहिँ एकदम त्यो जुरुम भन्ने टाइपको हुन्छ नि, कस्तो त्यो हुन्छ नि, फ्लेभर भित्रबाट अर्कै थियो के।
क्राइची कि क्रेची कि भन्छ नि त्यस्तो खाले थियो। अनि म त यस्तो मजा लाग्यो खानु है। अनि हामी चाहिँ खानाको मजा लुट्छौँ अब है। फाइनली अब 11 बज्नु थालिसकेको थियो हामीले खाना खाँदा है। भाँडासाँडा माझी उगी गर्दा त 11 बज्न थालिसकेको थियो। ओए अनि यो पेट धेरै लाग्यो कि अबदेखि मासु खान्न भनेर सोध्छु। बेलुका गएर भात खाने बेलामा त्यही मासु याद आउँछ, खाइदिन्छु। बरु भोलि बिहानदेखि मर्निङ वाक जानु पर्ला भनेर सोध्छु। बिहान उज्यालो भएपछि निन्द्रा लाग्छ, सोध्छु अब बरु दिनको 1 साग मात्रै खानु पर्ला भनेर सोध्छु। दिउँसो भएपछि भोक लाग्छ। यो सिलिम भएर टिकटकमा डिस्को डान्स गरेर मिठो परिकारको मजा लुटिसकेपछि अनि फेरि लाग्यो आफ्नै कार्य सरसफाइ। बेलुका 1 बजेको भए पनि हामीले घरमा जुठो भाँडा कदापि पनि राख्दैनौँ, किनभने यहाँ नाकको डर हुन्छ, छुइछाइ हुन्छ, जुटपिट हुन्छ। त्यही भएर हाम्रो चाहिँ यो नियम हो। हामी दुईजना घरको, मेरो बुढा पनि एकदमै धार्मिक हुनुहुन्छ, प्लस म त हुने नै भए छोरी मान्छे भएपछि होइन। अनि त्यही हो, अब हामीले चाहिँ भाँडासाँडा फटाफट एक भारी भाँडा भएको थियो, किनकि आज बिहान अलिकति ढिलो भएर 2-4वटा भाँडा बिहानको पनि बाँकी थियो। अनि त्यही भाँडा सबै मिलाएर अहिलेको फेरि अब माछा पकाउने भनेपछि त फोरफार भाँडाकुँडा यतात्यता थुप्रै हुन्छ, चलाइन्छ होइन। अनि त्यही भएर भाँडा चाहिँ हेर्नुहोस् पुरै एक बाटा भइरहेको थियो। अनि ब्रस त गर्नै पर्छ, डेली बेलुकातिर खाना खाइसकेपछि ब्रस चाहिँ गर्ने नै हो म। अनि त्यसपछि मैले कुन फेसवासले धुन्छु भनेर हजुरहरूलाई फेसवास पनि एक झलक देखाएको थिएँ, तर राम्रोसँग देखाएको छैन होला। मिक्सी गर्दै मेरो मुखलाई बेसमारी माझेँ होइन। अनि बेसमारी घोटेँ, किनकि राम्री हुनु पऱ्यो नि त। अनि राम्री देखाएको छु बुढा भन्दै। अनि म चाहिँ मुखसुख धोएर पुरा फ्रेस भएर, किनकि दिनभरि हामी धुलो धुवा माटो कता कता। फाइनली गाइज हाम्रो अब किचन पनि चिरी चट्टै सफा भयो। मेरो बुढाले किचन पुछपाछ गर्नुभयो टक्क। अनि मैले भाँडासाँडा माझेँ। अब मुख पनि धोएँ। बेलुकापट्टि मुख नधोयो भने मलाई कतै पनि शान्ति हुँदैन। दिनभरि धुलो धुवा कहाँ कहाँ जाऊ होइन, यता त्यता हुन्छ नि। अनि मेरो आँखाभित्र यो के पसेको कस्तो दुखेको छ नि गाइस मेरो यत्रो आँखा। अनि अब मुखसुख धोयो, आँखा साखा धोयो, अब चाहिँ फाइनली पेटमा जानुपर्छ सुत्नलाई। बाई बाई, गुड नाइट।